यो सरकार यो कसको लागि बनेको हो, यो सरकारले के गर्न खोजेको हो। भर्खरै मान्य मन्त्रीज्यूले लोक हँसाउने काम गर्नुभयो। कुलमान घिसिङको विषयलाई लिएर नकारात्मक कुराहरूलाई मात्रै, जो त्यो कपुल कल्पित तथ्यविहीन खालका कुराहरू राखेर नेपालको इतिहासमा अहिलेसम्म कसैले पनि यतिकासम्म काम गर्न सकेको कोही थियो भने उहाँ आफैले उहाँलाई पनि धन्यवाद दिनुभयो हुन्थ्यो। कुलमान भन्दा राम्रो काम गर्ने मान्छे त फलाना थियो, उनको पालामा यी कामहरू भएका थिए। नेपालको चाहिँ यति प्रतिशत मान्छे जनसमुदायले जनताले विद्युत उपभोग गर्थे, 24 घण्टासम्म फलानाको पालामा पनि विद्युत आपूर्ति हुन्थ्यो, लोड सेडिङ हुँदैन थियो र यो संस्था कहिले पनि घाटामा गएको थियो भनेर भन्न सक्नु पर्थ्यो। तर भएको कुराहरू भन्न नसक्ने, आफूलाई रिस उठ्यो भन्दैमा, मन नपरेको मान्छे हो भन्दैमा, आफ्नो दलको प्रस्तावमा आफूले नियुक्ति गरेको मान्छे होइन भन्दैमा र अरू कोही कसैले ल्याउन चाहेको छ भन्दैमा जे पनि भन्ने र यो लोकलाई दुनियाँलाई यो हँसाउने काम एउटा मन्त्री जस्तो जिम्मेवार मान्छेले भन्न पाइँदैन भन्ने कुरा म अनुरोध गर्न चाहन्छु। उद्योगपतिहरूसँग उठाउनु पर्ने 22 अरब त्यो नाफामा गर्न पाइँदैन रे। अरू दुनियाँलाई अन्धकारमा राखेर बिजुली दिए बापत बालेको बत्तीको त्यो पनि प्राविधिकले मिटर रिडरले त्यहाँ मिटर रिडिङ गरिया छ, त्यहाँ बिल काटिया छ, त्यो बिलको हिसाब हुँदैन। उसो हो भने म मान्य मन्त्रीज्यूलाई म भन्न चाहन्छु कि त्यो तपाईँहरूले अहिले बाहिर त हामीलाई अनुमान लागिरहेको थियो, शङ्का लागिरहेको थियो, पैसा नउठाउने योजनामा तपाईँहरू गइराख्नु भएको छ भन्ने हिसाबले के तपाईँहरूले साँच्ची नै त्यो 22 अरब पैसा नउठाउने तपाईँले सम्झौता गरिसक्नु भएको हो? होइन भने यस्तो चाहिँ उटपट्याङ कुरा गरेर मन्त्रीको आफ्नो जिम्मेवारी पुरा हुन्छ जस्तो मलाई लाग्दैन। एकजना पत्रकारले प्रश्न सोध्नु भएछ, उहाँलाई चाहिँ संसदमा प्रवेश गर्न नपाउने गरी उहाँको परिचय पत्र खोज्ने काम भएछ। एउटा फुटबल खेलमा एकजना दर्शक त्यहाँ गएका छन्, उनले के बोल्यो, सायद उहाँको विरुद्धमा बोल्यो पनि होला, उहाँ त्यहीँ उपस्थित हुनुहुन्छ। बोले बापत उनलाई नियन्त्रणमा लिएर बरु प्रहरी प्रशासनले नियन्त्रणमा लिएर सोधबुझ गर्ने, या अब आइन्दा यस्तो किसिमको चाहिँ व्यवहार नगर्नु नबोल्नु भनेर सम्झाएर बुझाएर पठाउने हो कि कार्यकर्ता लगाएर पिट्ने हो? यसले कुन लोकतन्त्रको झल्को दिन्छ? यो लोकतन्त्र होइन, यो निरङ्कुशता हो, यो स्वेच्छाचारिता हो। र यो स्वेच्छाचारिता मात्रै होइन, यसले यो व्यवस्थाप्रतिको वितृष्णा फैल्याउने नियोजित षड्यन्त्र हो भन्ने कुरो बुझ्ने कि नबुझ्ने?